त्यो घरको झ्याल अहिले पनि खुल्लै छ, तर अब त्यो झ्यालको सम्मोहन आजको दिनदेखि टुटेको छ। म घरबाट निस्कँदा होस् वा घरभित्र पस्दा होस्, मलाई त्यो घरको झ्यालले सदैव आकर्षण गर्थ्यो। टोलभरि कति घरहरू थिए, कति एक आपसमा जोडिएका थिए भने कतिपय छुट्टा छुट्टै कम्पाउन्ड बाहिरका घरहरू थिए। तर मेरा आँखा अरू घरहरू छाडेर विशेष त्यही घरमै जान्थ्यो। फेरि त्यो घरमा अरू कतै मेरो दृष्टि पुग्दैनथ्यो। त्यो घरको विशेष एउटा झ्यालमा पुग्थ्यो। 2 तलाको त्यो घर, त्यहाँ दर्जनौँ झ्याल ढोका छन्। कुनै कुनै बेला ती सबै खुल्ने लाग्ने गरेका देखिन्थे, तर त्यही एउटा झ्याल भने मैले कहिल्यै धप्केको बन्द भएको देखिनँ। हर हमेसा खुल्लै रहन्थ्यो त्यो। त्यसैले त्यस्तो देख्दा म सधैँ अचम्मित हुने गर्थेँ। त्यो झ्याल मात्रै सधैँ किन खुला रहन्छ? कौतूहलता भइरहन्थ्यो, किन खुल्ला होला त्यो झ्याल? मलाई थाहा थियो एउटी बुढी आमै मात्रै छिन् त्यो घरमा। टाढैबाट देखेर पनि मैले अनुमान गरेको थिएँ करिब 8 दशकको उमेर पार गरेकी हुनुपर्छ तिनले। र म यसबाट पनि सुसूचित थिएँ कि प्रत्येक दिन साँझको समयमा त्यो घरमा एउटी अर्की महिलाले प्रवेश गर्ने गर्थिन्। पक्कै पनि ती बुढी आमैलाई खाना पकाएर खुवाउने र सरसफाइ लगायत काम गर्ने गर्थिन् तिनले। महिनौँ भयो, वर्ष नै बित्यो, त्यो प्रक्रिया सधैँ निरन्तर चलिरह्यो। बुढी आमै कहिले झ्यालमा, कहिले ढोकामा, कहिले बरन्डामा, कहिले कौसीमा देखिरहन्थिन्। अर्की महिला प्रत्येक साँझ आउने जाने गरिरहन्थिन्। सबैभन्दा प्रमुख कुरो, त्यो झ्याल सधैँ खुल्ला रहिरहन्थ्यो। म अभ्यस्त भइसकेको थिएँ तिनै स्थितिबाट। एक दिन बिहानको समय निकै व्यथित भइसक्दा पनि बुढी आमैलाई मैले देखिनँ, किनकि म भित्र छटपटी बढिरहेको थियो। कतै न कतै त देखिनुपर्ने हो। आफ्नो घरको छतमा गएँ र त्यो घरका प्रत्येक कोठा चोटा झ्याल ढोकाहरूमा मेरा आँखाले खोजिरहेँ बुढी आमैलाई, तर पत्तो लागेन। मन झन्झन बेचैन हुँदै गयो। कतै बुढी आमैलाई हो त्यो काम गर्ने महिला भने यसो ओहोर दोहोर गरिरहेको देखिरहन्थ्यो। आफैलाई थाहा भएन उकुस मुकुस भएर पसिना खलखल भइसकेछ शरीरभरि। एकाएक खोइ कुन तत्त्वले प्रभाव पारेको नि मेरो मस्तिष्कलाई। त्यसको आदेशको पालना गर्दै मेरा पाइला बुढी आम्मैको घरतर्फ दौडिएछन्। न मलाई दायाँ बायाँ कसैको प्रतिक्रियाको ख्याल थियो, न त त्यो घरवालाको अनुमति आवश्यक पर्थ्यो। अचानक स्वात्तै पसेर त्यो घरको कम्पाउन्डभित्र, कहिल्यै नपसेको बिल्कुल नौलो घरको प्राङ्गणमा, त्यसमाथि निमन्त्रणा बिनाको त्यो घर प्रवेश। तर मलाई किञ्चित अप्ठ्यारो लागेन, कुनै असजिलो महसुस पनि भएन। म सरासर घरको मूल ढोका अगाडि पुगेर घन्टी दबाएँ। बुढी आमै कुन कोठामा मात्रै होइन, कुन तलामा बस्थिन् मलाई थाहा थिएन। थाहा पाउनु पर्ने सरोकारको विषय नै थिएन। तर त्यति बेला मेरा आँखाले उनी बस्ने सुत्ने कोठाको खोजी गर्न लागिसकेका थिए। नजानिदो पारामा। ए तपाईँ? मूल ढोका खोल्दै म प्रति सम्बोधित भए एउटा आवाज ढोकैबाट। ए तपाईँ? मूल ढोका खोल्दै म प्रति सम्बन्धित भयो एउटा आवाज ढोकैबाट। देखे त्यही काम गर्ने महिला सामुन्ने थिए। सायद म छिमेकीका रूपमा परिचित थिएँ। मेरो मनको प्रश्न निस्कियो, आम्मै हुनुहुन्न? अलिकति मुस्कुराउँदै उनी बोलिन्, हुनुहुन्छ, आउनुहोस् न भित्रै। त्यहीँ बाहिर जुत्ता खोलेर म उनको पछि लागेँ। यता हुनुहुन्छ? उनले मलाई एउटा कोठाको ढोका देखाइन्। मैले कोठाको सङ्घारबाटै भित्र चिच्याएँ। बुढी आम्मै खाटमा पल्टिरहेको देखेँ। मन ढक्क फुल्यो। नमस्ते है, अलिक ठुलो स्वर पार्दै म कोठाभित्र पसेँ। सायद आँखा चिम्लिरहेकी थिइन्। झस्किए झैँ आँखा खोलिन् र बिस्तारै उठ्ने कोसिस गरिन्। म सँगसँगै भित्र पसेकी कामदार महिला उनीतर्फ लम्किन्। पक्नुस् बिस्तारै। अनुमान गर्न मलाई कुनै कठिनाइ भएन। बुढी आमै अस्वस्थ थिए। ओहो बाबु पो, मलाई प्रष्ट चिनेको छनक दिँदै उनले मलाई जिज्ञासा पोखिन्। आज कसरी बाटो बिराउनु भयो? मनको आकाङ्क्षा मेटिसकेको थियो, त्यसैले अलिकति मुस्कुराएर त्यस अत्यन्तै घनिष्ठपूर्वक भने, तपाईँको हालचाल बुझ्न आएको। तपाईँलाई अहिले कस्तो छ? ठिकै छ, मधुर आवाज निस्कियो उनको मुखबाट। त्यही आवाजमा मलाई
सोफामा बस्न आग्रह गरिन्। म बस्दा लचक्क लचकियो त्यो विलासी सोफामा। त्यसो त त्यतिन्जेल मेरा आँखाहरूले त्यो कोठाको निरीक्षण गरिरहेका थिए। झ्यालमा महँगो खालको पर्दा झुन्डिरहेको थियो। त्यो कोठाको भुइँमा पुरै बुट्टेदार कार्पेटिङ गरिरहेको थियो। सिलिङमा उत्तिकै कलात्मक बुट्टा कुदिएको थियो। एकातिर भित्तामा पुरै ढाक्ने गरी राखिएको सोकेस युक्त दासी दराज, अर्को दिशामा एउटा ठुलो टेलिभिजनको स्क्रिन र त्यसको ठिक सामुन्ने डबल बेडको खाट। खाटबाट बिस्तारै ओर्लिँदै उनी म बसेकै सोफाको अर्को छेउमा आएर बसिन् र कोही आत्मीयलाई झैँ भनिन्, आज बिहानैदेखि केवल कुनी भाउन्न भएर रेङ्गाटा लागिसकेको छ। उठ्ने जाँगर नै आएन, हेर्नुहोस् न। अनि औषधि केही खानु भएन र? मैले पनि आत्मीयता दर्शाएँ। छैन, उनको छोटो उत्तर। मैले औपचारिकता पुरा गर्ने कोसिस गरेँ कि डाक्टरकोमै जानुपर्ने हो कि? होइन, ठिक हुन्छ होला। स्वयंमा आत्मविश्वास नझल्किने खालको थरथराएर आयो उनको स्वर। मैले प्रष्टै महसुस गरेँ। हस्पिटल जानु पर्यो भने मेरो वाक्य बिचैमा रोकियो। सोचमग्न भई यसबाट पछाडि सोच्नुहुन्छ कि हुँदैन होला सोच्न खोजेको थिएँ। हस्पिटल जानु पर्यो भने कसरी जानुहुन्छ? को छ तपाईँलाई लैजाने? यो प्रश्न म भित्र उठ्नु स्वाभाविकै थियो, किनकि मैले जाने बुझेदेखि नै उनी त्यो घरमा एक्लै बस्दै आएकी थिइन्। यो अलग्गै हो कि बेलुकी कामदार महिला हुन्थिन्, तर रातको समयमा त एक्लै नै हुन्। के उनका आफन्त कोही छैनन् होला? प्रश्न सोधु लाग्यो। तर प्रश्न सोध्नु अगावै उनले गजबको वाक्य बोलिन्, खोइ भाइ, मलाई हस्पिटल जानुपर्ने अवस्था आउला जस्तो नै लाग्दैन। यो वाक्य बोल्दा हल्का मुस्कान थियो उनको ओठमा, तर कता एउटा नमिठो पीडाको अभिव्यक्ति जस्तो लाग्थ्यो मलाई त्यो वाक्यमा। उनले फेरि सन्दर्भ परिवर्तन गरिन्। तपाईँलाई थाहा छ कि छैन भाइ, म एक्लै बस्छु यो घरमा। मैले थाहा नपाए चाहिँ आफ्नो शिर हल्लाएँ, तर कसो मेरो बोली फुट्यो। अनि तपाईँको परिवार? मेरो वाक्य पुरा नहुँदै उनी झटपट बोलिन्, 2 छोरा छन्, एउटा क्यानाडामा छ, अर्को दुबईमा। म सुन्दै रहेँ। उनले सिलसिला जोडिन्, एउटी छोरी छिन्, बोलाएको बेला आउँछे, उनका श्रीमान चाहिँ छैनन् भन्ने पुष्टि भने उनको श्रृङ्गारहीनताले नै गर्थ्यो। ऊ त्यो झ्याल देख्नुहुन्छ कि नै तपाईँ? अचानक उनले प्रसङ्ग बदलिँदै आफ्नो चोर औँलाले एक दिशातर्फ इङ्गित गरिन्, जहाँ सधैँ खुल्ला रहने त्यही झ्याल थियो, जुन झ्यालको बारे मलाई सदैव कौतूहल लागिरहन्थ्यो। आश्चर्यचकित भएँ। के भन्न खोज्दैछन् उनी त्यो झ्यालको विषयमा? मेरो त्यो झ्याल सधैँ खुल्ला राख्छु म, उनले एकपटक झ्यालतिर हेर्दै भने। वाक्क अब मसँग केवल जिज्ञासा मात्रै थियो। किन थाहा छ? त्यो झ्याल खुल्ला राखेपछि मैले अघि नै भने नि मलाई हस्पिटल जानुपर्ने अवस्था आउला जस्तो लाग्दैन। बडो रहस्यात्मक उनले बोलिन्। किन? अब चाहिँ मबाट प्रश्न निस्कियो। उनले बडो सहजताका साथ भनिन्, दिनदिनै बेलुकी यो बहिनी आउँछिन् र भोलिपल्टलाई समेत पुग्ने भात पकाइदिन्छन्। हप्तामा एकपटक कपडाहरू पनि उनीले धोइदिन्छन्। महिनावारीमा राखेको, त्यसैले यसमा कुनै समस्या भएन। कदाचित म बिरामी भयो भने चाहिँ दिनको बेलामा त वरिपरिका कुनै न कुनै छिमेकीहरूलाई बोलाइहाल्छु, तर रातिको समयमा मलाई केही भइहाल्यो भने? उनका शब्दहरू रोकिए। के होलान् तपाईँलाई अनुमान गर्न सक्नुहुन्छ? उनी एकछिन रोएकी मात्रै थिइन्। उनले पुरै गरिन् वाक्य, भाइ, कदाचित कुनै रात म यो खाटमा यत्तिकै मरेछु भने यी बहिनी यहाँ नआइपुग्ने बेलासम्म यी खुल्ला झ्यालबाट कुनै न कुनै छिमेकीले मेरो लास कसो नदेख्ला र? आज बाहिरबाट घर पस्दा अलिक ढिला भयो, साँझ परिसकेको थियो। कोठाभित्र पस्न के खोजेको थिएँ, अचानक एउटा कहाली लाग्दो आवाज आयो बुढी आम्मैको घरबाट। त्यही काम गर्ने उनी महिलाको, र म जुत्तै नखोली दौडनै पुगेँ त्यही कोठामा। म पुग्दा उनी सुकसुकाएर उभिरहेकी थिइन्। सँगैको त्यही खाटमा बुढी आम्मै निदाइरहेकी जस्तै देखिन्थिन्। बिस्तारै मेरो आँखा त्यही खुला झ्यालमा पुगेर अडिए। सोचे सधैँ खुल्ला रहने यो झ्यालको औचित्य अब समाप्त भएको छ। सदाको लागि बन्द हुनेछ यो झ्याल, अब कहिले खुल्ला रहने छैन।